हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बजार प्रतिनिधिको लागि एकजना कर्मचारी संख्या माग गरेका छन्। साथीहरू सम्पूर्णमा मेरो नमस्कार। हजुरहरूलाई पुनः स्वागत छ केडिपी टेक्नोलोजीमा र सधैँ जस्तै आज म पुनः हजुरहरूको समक्ष विज्ञापनको छोटो प्रस्तुति लिएर उपस्थित भइसकेको छु। यदि हजुरले यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला, किनभने हजुरले यस्तै खालका विज्ञापनहरू यदि खोजिराख्नु भएको छ भने यो च्यानलको माध्यमबाट दैनिकी रूपमा चाहिँ हजुरले चाहिँ विज्ञापनको सूचनाहरू जानकारी प्राप्त गर्न सक्नुहुन्छ। र सधैँ जस्तै आज हजुर हेर्न सक्नुहुन्छ म चाहिँ हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चाहिँ विज्ञापनको प्रस्तुति लिएर चाहिँ उपस्थित भइसकेका छु र ढिलो नगरिकन यो विज्ञापनको प्रस्तुति चाहिँ हजुरहरू समक्ष पस्किन गइरहेको छु है त। हजुर हेर्न सक्नुहुन्छ हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले 2083 साल वैशाख 31 गते बिहिबारको दिन चाहिँ यो विज्ञापन प्रकाशित गरेका छन्। दाङ जिल्लाको देउखुरी क्षेत्रमा स्थापित भएको र लामो समयदेखि संस्थागत सुशासन कायम गर्दै नीति विधि तथा प्रविधिलाई आत्मसात गर्दै सञ्चालनमा आइरहेको यस लघुविधिले चाहिँ 2083 साल 2 महिना 6 गते भन्नाले विज्ञापन प्रकाशित भएको 15 दिनभित्रमा है त यो कुरालाई हामीले एकदमै ख्याल गर्नुपर्ने हुन्छ। विज्ञापन चाहिँ 1 महिना 31 गते खुलेका छन्। हजुर चाहिँ यो विज्ञापन भर्न यदि इच्छुक हुनुहुन्छ भने 2083 साल 2 महिना 6 गते भित्रमा हजुरले चाहिँ यो विज्ञापन चाहिँ भर्नुपर्ने हुन्छ है त। र यो संस्थाले विगतदेखि चाहिँ आफ्नो एकदमै मौलिकता अपनाइ चाहिँ हाम्रो चाहिँ ग्रामीण भेगमा र आफ्नो सुशासन कायम गर्दै चाहिँ आफ्नो सेवा चाहिँ प्रदान गर्दै आएका छन् है त। र यसले चाहिँ बजार प्रतिनिधिको लागि चाहिँ एकजना कर्मचारी संख्या माग गरेका छन्। र हजुरले चाहिँ यदि एसएलसी र प्लस 2 पनि पास गर्नुभएको छ भने पनि यो बजार प्रतिनिधिको चाहिँ पद हजुरले एकदमै प्राप्त गर्न सक्नुहुन्छ है त। यहाँ के भनेका छन् भने यदि हजुर चाहिँ काममा अनुभवी कम्प्युटर जानेका हुनुहुन्छ भने हजुरलाई चाहिँ विशेष प्राथमिकता दिनेछ भन्ने कुरा हामीले चाहिँ यहाँ जानकारी गराएका छन् है त। र यहाँ अर्को कुरा पनि हेर्न सक्नुहुन्छ साइकल चलाउन जाने है। यसमा बजार प्रतिनिधि भन्दै हामी के बुझ्नुपर्छ भने हजुर चाहिँ मार्केटिङको हजुर चाहिँ काम गर्नुपर्ने हुन्छ है त। बजारसँग सम्बन्धित काम हजुरले चाहिँ हजुरको चाहिँ मुख्य जिम्मेवारी हुनेछ भन्ने कुरा चाहिँ हामीले जानकारी गराएका छन्। र यसमा चाहिँ पुरुष 1 जना र महिला चाहिँ 1 जना भए पुग्छ भन्ने कुरा चाहिँ हामीले यहाँ चाहिँ विज्ञापन मार्फत चाहिँ जानकारी गराएका हुन्छ है त। र हजुरको चाहिँ कार्यक्षेत्र चाहिँ मौरीघाट लालमटिया चाहिँ रहेका छन् है त। यसको सेवा सुविधाहरू हजुरले चाहिँ पछि प्राप्त गर्न सक्नुहुन्छ, जानकारी प्राप्त गर्न सक्नुहुन्छ। र नियुक्तिको किसिम चाहिँ करार सेवामा चाहिँ यो विज्ञापन खुलाएका हुन्छ है त। यदि हजुरको उमेर चाहिँ 18 वर्ष भई 35 वर्ष नागेको छैन भने हजुरले चाहिँ यो विज्ञापन मजाले भर्न पर्नुहुन्छ है त। र हजुरले यहाँ हेर्न सक्नुहुन्छ विज्ञापन भर्दाखेरि हजुर चाहिँ 200 रुपैयाँ चाहिँ दरखास्त यहाँ आवेदन दस्तुर हजुरले चाहिँ भरपाई गर्नुपर्ने हुन्छ। र यसको प्रक्रिया चाहिँ यसको प्रतिस्पर्धा हजुरले चाहिँ लिखित इक्जाम दिएर र अन्तर्वार्ता दिएर चाहिँ पास गर्न सक्नुहुन्छ अनि मात्र हजुरले चाहिँ यसमा चाहिँ नियुक्ति प्रदान गरिनेछ भन्ने कुरा हामीले चाहिँ यो विज्ञापन मार्फत जानकारी गराएका हुन् है त। र नोटमा केही कुराहरू उल्लेख गरेका छन्। हजुरले चाहिँ यो विज्ञापन भर्दाखेरि हस्तलिखित निवेदनका सँगसँगै हजुरले चाहिँ प्रमाणपत्रको प्रतिलिपि है त हजुरले प्राप्त गर्नुभएको हजुरले हासिल गर्नुभएको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, त्यसै गरी हजुरको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो हजुरले चाहिँ पेश गर्नुपर्ने हुन्छ है त। र हजुरलाई थप जानकारी चाहिएको खण्डमा तल उल्लेखित यहाँ हेर्न सक्नुहुन्छ इमेल हरियाली 062@yahoo.com र त्यसै गरी सम्पर्क नम्बर हेर्न सक्नुहुन्छ 082 40 20 32। त्यसै गरी अर्को नम्बर 40 20 15 98 49 62 33 81 भने यहाँ नम्बरहरू उल्लेख गरिरहेका छन्। हजुरलाई थप जानकारी चाहिएको खण्डमा चाहिँ हजुरले चाहिँ यो सम्पर्क नम्बरमा हजुरले चाहिँ सम्पर्क गरी थप जानकारी चाहिँ प्राप्त गर्न सक्नुहुन्छ है त। हजुरले अहिलेसम्म पनि यो विज्ञापन चाहिँ प्रथमचोटि यदि अवलोकन गरिराख्नु भएको छ भने श्रवण गरिराख्नु भएको छ भने यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला है त। हजुरले यस्तै खालको विज्ञापनहरू चाहिँ दैनिक रूपमा चाहिँ यो च्यानलको माध्यमबाट प्राप्त गर्न सक्नुहुन्छ है त। हस्त धन्यवाद।